स्याङ्जाको कालीगण्डकी गाउँपालिकामा बहुप्रतीक्षित मिर्मी छितार लिफ्टिङ खानेपानी तथा सिंचाई आयोजनाको सोमबार एक औपचारिक कार्यक्रमका बीच उद्घाटन गरिएको छ। गाउँपालिकाको पहलमा निर्माण भएको आयोजनाले मिर्मी र छितार क्षेत्रका स्थानीयवासीलाई खानेपानी तथा कृषि सिंचाइमा दीर्घकालीन राहत दिने अपेक्षा गरिएको छ। उद्घाटन कार्यक्रममा गाउँपालिकाका अध्यक्ष खिमबहादुर थापाले यो आयोजना कालीगण्डकी गाउँपालिकाका लागि एक महत्त्वपूर्ण उपलब्धि भएको बताउनुभयो। उहाँले दुर्गम बस्तीहरूमा वर्षौंदेखि देखिँदै आएको खानेपानीको समस्या समाधानतर्फ यो आयोजना एक ठोस कदम भएको पनि बताउनुभयो। अध्यक्ष थापाले खानेपानी र सिंचाई मानव जीवन र कृषिको आधार भएको भन्दै यस आयोजनाले यहाँका नागरिकको दैनिक जीवन सहज बनाउने मात्र नभई कृषि उत्पादन वृद्धि गरी स्थानीय अर्थतन्त्र सुदृढ गर्न समेत महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। उहाँले अब गाउँपालिकाको प्राथमिकता दिगो विकास, उत्पादनमुखी कृषि र जनताको जीवन स्तर उकास्ने खालका आयोजनामा केन्द्रित हुने प्रश्न पार्नुभयो। हामीले कालीगण्डकीमा निर्वाचित भइसकेपछि विकासका पूर्वाधारहरू बनाउने सन्दर्भमा यहाँ थुप्रै समस्याहरू देखिएका थिए। खास गरी सुरुमा हामी खानेपानी मूल मान्छेको जीवनसँग जिउने खानेपानी हो भनेर भन्यौँ र त्यो छुट्यायो। निष्कर्षमा पुगिसकेपछि खानेपानीको क्षेत्रमा लगानी गऱ्यौँ, बाटोका पूर्वाधारको क्षेत्रमा लगानी गऱ्यौँ, स्वास्थ्यको क्षेत्रमा लगानी गऱ्यौँ, शिक्षाको क्षेत्रमा लगानी गऱ्यौँ, कृषि पर्यटन लगायतका विभिन्न क्षेत्रहरूमा लगानी गरिरहँदा फेरि कृषिको विकासको लागि सिँचाइ एउटा महत्त्वपूर्ण चिज हो। हामी कहाँ खानेपानी नै लिफ्टिङ रूपमा सञ्चालन गर्नु परिरहेको छ भने सिँचाइ त त्योभन्दा लिफ्टिङभन्दा अर्को वैकल्पिक उपाय पनि नभएको सन्दर्भमा त्यो सफलता प्राप्त हुन्छ कि हुँदैन, त्यसले सम्भव छ कि छैन लिफ्टिङबाट सिँचाइ गरेर भनेर हामीले बिर्गाटारमा एउटा परीक्षणको रूपमा 3 वर्ष अगाडि हामी एउटा लिफ्टिङ सिँचाइ योजना परीक्षण गऱ्यौँ। त्यसले सफलता प्राप्त गरिसकेपछि हामी कालीगण्डकीको गाउँपालिकाको नीतिअनुसार सबै फाँटहरू जो कालीगण्डकी नदी बग्ने क्रममा बनेका 8-9वटा ठुला फाँटहरू छन्, ती फाँटहरूलाई सिँचाइ गर्नुपर्छ भन्ने हिसाबले त्यो अभियान अन्तर्गत हामी सिँचाइहरू बिर्गाको सानो भए पनि सम्पन्न भइसकेका छ, पिउगामा सम्पन्न भएको छ, मिर्मीमा आज सम्पन्न भएर उद्घाटन हुँदैछ, बारीचौरको सम्पन्न भइसकेका छ, टङ्ग्ल्यामा यसै वर्ष सम्पन्न हुँदैछ र बेलटारी र लसरका बेसीको बेलटारीको चालु अवस्थामा छ, लसरका बेसी यसपटकदेखि सुरुवात गर्ने, त्यसपछि किपट अर्को किपट एरियामा हामी त्यो सुरुवात गर्ने भनेर त्यो अभियानमा छौँ। त्यो तल हामी सुरुमा हामी तलका देखिएका सजिला ठाउँमा अथवा ठुला धेरै कृषि उत्पादन हुने ठाउँलाई हामी लक्षित गरिएको। त्यसो गरिरहँदा फेरि माथिल्लो भेगका आम जनसमुदायले किसानहरूले हाम्रोमा त भएन भन्ने छ, माथि